नमस्ते साथीहरू। आज म तपाईहरूलाई एउटा यस्तो फलको बारेमा भन्दैछु जसलाई स्वर्गको फल पनि भनिन्छ। त्यो हो अन्जिर यानि फिज। दिनको 2-3 वटा भिजाएको अन्जिर खानुका मुख्य 5 वटा फाइदा यस्ता छन्। नम्बर 1, प्रशस्त मात्रामा फाइबर हुन्छ जसले कब्जियतको समस्यालाई जरैदेखि ठिक पार्न मद्दत गर्दछ। नम्बर 2, यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने यसले लामो समयसम्म भोक लाग्न दिँदैन र मेटाबोलिजम सुधार्दछ। नम्बर 3, शरीरमा खराब कोलेस्ट्रोल घटाउँदछ र रक्तचाप यानि ब्लड प्रेसर नियन्त्रणमा राख्न मद्दत गर्दछ। नम्बर 4, अन्जिरमा क्याल्सियम भरपुर हुन्छ जसले उमेर बढ्दै जाँदा हुने हड्डीको कमजोरीबाट बचाउँदछ या राहत प्रदान गर्दछ। नम्बर 5, थकान महसुस हुँदा अन्जिर खानुहोस्, यसले शरीरलाई इन्स्ट्यान्ट इनर्जी दिने गर्दछ। कसरी खाने त? सबैभन्दा राम्रो तरिका भनेको 2-3 वटा अन्जिरलाई रातभरि पानीमा भिजाउने र बिहान खाली पेटमा चपाएर खाने। तपाईलाई यो जानकारी कस्तो लाग्यो? कमेन्टमा लेख्नुहोला र यस्तै स्वास्थ्य टिप्सका लागि मलाई फलो गर्न नबिर्सनुहोला। धन्यवाद सबैको। जय होस्।